नमस्कार, म ठोमनाथ पौडेल, सुन्दर 8 सडकपुर मोरङ, हाल प्रवास। भोलि पर्सि सधैँ गर्ने खेती किसानीको दिन त छँदैछ, तर विशेष रूपले आज असार 15 दही चिउरा खाँदै खेती गर्ने, धान रोप्ने, मानु रोपेर मुरी फलाउने अवसरको महत्त्वपूर्ण दिनमा यहाँहरू सबैमा जो कृषिमा आस्था राख्नुहुन्छ, जसले कृषिलाई माया गर्नुहुन्छ, जसले कृषि बिना कुनै पनि कार्य सम्भव छैन भन्ने ठान्नुहुन्छ, कृषि बिना कोही पनि पुरा फुलपेट रहँदैन भन्ने बुझ्नुहुन्छ, जो कृषिमा आस्था राख्नुहुन्छ, उहाँहरू सबैप्रति हार्दिक नमन गर्न चाहन्छु र असार 15 को रोपाइँसँगै दही चिउरासँगै आँप कटहर फलफुलसँगै खाएर हिलोमा रमाउँदै धानको बाली लाउनुको मजै बेग्लै सम्पूर्ण व्यक्तित्वहरूमा असार 15 को शुभकामना दिन चाहन्छु। हस्त, धन्यवाद।